हेलो हेलो नमस्कार सबैजनालाई मेरो बिहानको यात्रा यो मिठो चियाबाट हुन्छ। आज हामी हकता स्टेसनबाट यात्रा सुरु गर्दै मनमा एउटा उत्साहका साथ शहरको भिडभाडबाट प्रकृतिको सुन्दर काखतिर जाने चाहना बोक्दै आज हामी हाम्रो यात्रालाई सुरुवात गर्दैछौँ है त गाइज। यति भन्दै गर्दा हामीले हाम्रो कारलाई पनि भेटिसकेका छौँ र यसमा हाम्रो दाजुले चाहिँ कारलाई चेक गर्दै भित्र छिर्न पनि रेडी भइसक्नु भएको रहेछ र हामी सबैजना यही कारलाई लिएर अब अघि बढ्दैछौँ। गाडी अगाडि बढ्दै जाँदा सिसाबाट देखिने दृश्य बदलिँदै गयो। हिउँले पुरै ढकमक्क भरिरहेको थियो। अग्ला अग्ला भवनहरू बिस्तारै हराउँदै गएको थियो र पहाड हरियाली खुल्ला आकाशको ठाउँ लिएर हामी एकछिन विश्रामको लागि बाटोमा रोकिरहेको छौँ। नक्ली कति रुपियाँ रहेछ यार? 1980 रुपियाँ रहेछ। प्रायः जस्तो रेडिमेड सामानहरू देखिरहेको थियो कि गाइज होइन। मैले चाहिँ होइन अब सबै जापानिजहरूले आफ्नो हातले बनाएको होला सायद। सबै पुरै लोकल टाइपले राखिएको केटाहरू पुरै हेरिरहेको थियो र त्यसपछि म पनि एकछिन सामेल भएँ। फुर्दै सिङ्गिम फेरि यसो यसो यहाँ आसु सब नेपाली थोक है। लास्ट टाइम लगाएर खाएको थियौँ। अनि याकी कमी भन्छ लास्ट पातलो पर्या तर सबै थोक हुने है नेपाली कुराहरू सबै है। सबै खानेकुराहरू सबै रहेछ ल। यो जाडोमा बदाम खाँदा यहाँ खप्सी पनि रहेछ ल फेरि ल निमा खप्सी खप्सी यो अब लोसारतिर बनाउने होइन। शेर्पाहरू तामाङहरूले बनाउँछ नि त त्यो खप्सी। खप्सी 460 रुपियाँ रहेछ। नर्मली यहाँ सस्तै रहेछ है बजारमा भन्दा। हामी यहाँ सामान किन्नुभन्दा चाहिँ सबै नेपाली रेडिमेड टाइपको होइन अब नेचुरल प्रडक्ट अर्ग्यानिक प्रडक्ट केही नकिने भन्दा भन्दै सुन्तलातिर आँखा गइहालेँ र दाइले ल म किनिहाल्छु भाइ भनिहाल्यो अनि किनिहालेँ। 2-3 घन्टाको गाडीको यात्राले हामीलाई पुरै थकित बनाएको थियो र भोक पनि लास्टै लागिरहेको। 7-Elevenबाट आफूलाई मनपर्ने चिजहरू सबैजनाले एउटा लिए गाइस होइन। अनि सबैजनाले एक ठाउँमा बसेर होइन सबैजनाले खाना सुरु गर्न थालेको थियो। खानाभन्दा भोक मिठो भन्ने कुरा चाहिँ आज आएर हामीले थाहा भयो र यस्तो बवाल सबले आफ्नो आफ्नो भोक यस्तो मजाले मेटिरहेको थियो। स्वर्ग हेर्ने गाइस स्वर्ग टेन्टेरेङ रेगा जा। जब हामी सासो पुग्यो हावामा केही फरक अनुभूति हुन थाल्यो। धुवा उडिरहेको पहाड शान्त र शक्तिशाली प्रकृतिको सङ्केत देखिरहेको थियो होइन गाइस। एउटा पुरै बवाल भ्युजहरू आइरहेको थियो कि तलपट्टि पुरै फाट गाउँ। आसो नेसनल पार्कमा पहिला टेक्दा लाग्यो यो ठाउँ हेर्न होइन अनुभव गर्न बनाएको हो। विशाल घाँसे मैदान दूरसम्म फैलिएको क्रेटरहरू देखिरहेको थियो होइन। यो एउटा प्रकृतिको मौन आवाज जस्तै लागिरहेको थियो कि गाइस। ल चाको डोल्नु ल पछाडिको भ्यू चाहिँ यतातिर नि देखाउनुस् ल पारी देखाउनु पारी ल ल ल ल ल देखाएर ल ल है दाइ भयो। अझै केही भन्नु छ कि हाम्रो? अरू भने म माथि गएपछि देखाउँछु सरको कुदौँ ल कुदुम ल आइनाले ओ स्वर्ग कुद्यो फाइनल्ली आयो ओके ल
यस्तो जाडोमा कसैले अब यो डाँडामा गएर हेर्ने मन त होइन, सबै भ्युज त जसलाई पनि मनपर्छ प्राकृतिक भ्युज त होइन, तर कसैलाई पनि हेर्ने मन त हुँदैन नि त। तर हामीलाई चाहिँ अब यो डाँडा गइसकेपछि चाहिँ 7000 वर्ष पहिले एउटा ज्वालामुखी फुटेर बनेको तलको उपत्यका हेर्नलाई चाहिँ राष्ट्रिय सहर थियो र हामी मात्रै होइन, यहाँ आउने सबै पर्यटक प्रायः त्यही भ्युज अनि त्यहाँबाट देखिने उता आसो भोल्क्यानोको भ्युज सबै हेर्न आउँछन् है गाइस उनीहरू चाहिँ। स्वर्ग गाइस स्वर्ग। खतरा यार। ल बाल बल्ल त आइपुग्यो। ल देख्यो ल 100 रुपियाँ हाल्यो भने चाहिँ क्यामेराबाट पुरै दूरबीनबाट पनि हेर्न मिल्नेछ। ल चिसो साथै बलियो हावा पुरै बगिरहेको थियो र वरिपरिको सुन्दर दृश्यले हामीले त्यो चिसोपनलाई हामीले महसुस पनि गर्न पाएनौँ। तल 700 वर्ष अगाडि आसो ज्वालामुखी फुटेर बनेको उपत्यकालाई देखिरहेको थियो र पारिपट्टि आसोको ज्वालामुखीबाट धुवाहरू उडिरहेको थियो। ल है ल कहाँ आइपुग्यो? ल हेलो हाई। आसो आएको छौँ। जाडो भयो निमाजी? जाडो भयो? आइपुग्यो के छ? तिमी भिडियो बनाइरहेको छौ, कस्तो छ? चिसो भयो कि तातो भयो कि के भयो? यहाँ आउनको लागि चाहिँ पुरा फर्स्टमा यहाँ आसु स्टेसन, त्यसपछि न्याचुका युचिनोमाकी स्टेसनबाट लास्टमा यहाँ मियाजी स्टेसन रहेछ गाइस होइन। म्याप सहित के पुरै पुग्यो नेसनल पार्कमा होइन। फुल्ली यहाँबाट त्यहाँ ज्वालामुखी उठेर छ। भरे हामी यहाँ जाने। तपाईँलाई यहाँको सिन म पक्कै देखाउने छु है त गाइस। लो बबाल बबाल बबाल। ल रमाइलो त जेदा फाइनली आज हामी कुमामोटोको यो माउन्ट आसो जापानको सबैभन्दा ठुलो एक्टिभ भोल्क्यानोमा छौँ। रेडी चलाउ सुरु गरौँ है त गाइस। यो माउन्ट आसो जापानको सबैभन्दा ठुलो एक्टिभ भोल्क्यानो हो। धुवा, खैरो चट्टान र चारैतर्फ नेचरको शक्ति। कहिलेकाहीँ क्रेटर नजिकै जान चाहिँ रेस्ट्रिकेट गरिएको हुन्छ। इमेजिनेसन गरौँ गाइज होइन, हामीले बुकमा पढे जस्तै ज्वालामुखी भनेको यसरी पुरै आगो नै आगोको लपटा फ्यालिएको, पुरै यसरी बलेको र पुरै आगोको लपटाले गर्दा पुरै आकाश धमिलो हुने गरी धुवा फ्यालेको चाहिँ देख्न पाओस्। ज्वालामुखीको नजिक आएको भए पनि यहाँको भ्यू चाहिँ हावा, आकाश र धुलो यसमाले एकदमै मेमोरीफुल बनाउनेवाला छन् गाइज होइन। फाइनली गाइज म ज्वालामुखीको नजिक जाँदैछु, जहाँ चाहिँ यो एरियाभन्दा अगाडि जान मिल्दैन भनेर तोकिएको छ र तपाईँलाई म धुवा निस्केको ठाउँ प्रत्यक्ष प्रसारण गरेर देखाउँदैछु। हेर्नुहोस् है त। आजको यो भिडियोबाट तपाईँहरूले पनि नेपालमा बसेर पनि ज्वालामुखीको बारेमा केही भिडियो हेर्न र त्यसलाई महसुस गर्न सक्नुहुनेछ। ल हेर्नुहोस् है त, हेर्नुहोस् ल तल पुरै धुवा फ्यालिरहेको छ भित्ताबाट होइन। तल हेर्नु न, तल पुरै समुद्र जस्तो पहेँलो गरेर बसेको त्यो जुन तरल छ। ज्वालामुखी हेर्न आएको हो मर क्या मेथी बेखा ज्वालामुखी छु थिसँग छु समुद्र के अरे संसार पृथ्वी दोस्तो त मैले दोस्तो सांगे के अरे मेहासी धमदन फ्याङ्सी नुपुनले मेथी बा जो फाइला मे ताप गल त हो त्यति काम छन् के उस जुगाम त माझी लेप मेमु हुआ उस मे इसे तोरो छ मुख पर झिकाप के अरे मे अरे जो ताइङ जो धुवा झिकाप के जो पहिला बिस्फोट बिग्ला ताइङ चाहिँ बिस्फोट आरे के त्यति शान्त के बिस्फोट चाहिँ ताइङ यहाँ काम हुन्छ रे पडाक छ पहिला फोसी ताइङ जो चाहिँ मूल केन्द्र बिन्दु यहाँ भूकम्प केन्द्र बिन्दु खमल थिए त्यही रङ भएको थिएँ
Om juga mar game tu saya juga maji merang mungkin juga yang mukpu aja mang men. Oh coba lihat medisi zaman nu hobi kan no. Baiklah no sekarang gua jo ke biryani nang dah boleh. Sangga bah tu zaman. Hah? Tu kan bang se. Dia sah sekali tu. Aksar kong je, aksar cuma awak pun ada aksar kong mungkin saya pas. Saya minta tu bathroom. Terus kalau sah sekali juga ada sini. Dua sekolah, medical area, berarti dah sekali.